मैले यत्तिकै भिडियो मात्रै बनाइरहेको छु यहाँ आइपुग्दो रहेछ दामी छ है तर तलको भन्दा हल्का चिसो पनि हुँदो रहेछ कि हो त यहाँ हल्का त्यो हिमालले छुन्छ होला नि त होइन ओम शान्ति आउँदो रहेछ त्यस्तो राम्रो बाटो रहेछ केही छैन यहाँ बसेर खाना निषेध गरिएको छ अरे यहाँ बसेर खान पाउँदैन अरे यहाँको लोकेसन होला यो होइन यो लोकेसन धेरै ठुलो रहेछ कि यो यार यस्तो हिमाल यस्तो दामी देखिँदो रहेछ कि होइन अनि फोटो पनि राम्रो आउँदो रहेछ यहाँ त खतरा नि यहाँको लोकेसन यो लोकेसन देखाइदिन्छ राम्रोसँग धेरै ठुलो रहेछ चिसो तलको भन्दा चिसो लाग्यो मलाई पनि किनकि यहाँ सिधै यहाँबाट हामीलाई हिमालले छुन्छ नि त यो सिधा यहाँ त सुन्तलाहरू नि फल्छ होला अनि तर यहाँको खै माटो चाहिँ कस्तो छ पुरा जङ्गल रहेछ यार फाइनल्ली चन्द्रगिरी आइयो भोलि म यहाँबाट दाङ जान्छु हामीले चाहिँ बाइक तलै छोडेर आयौँ र बाइक नै आउँदो रहेछ अन्त माथि केही छैन उसको नि एक्सपिरियन्स भयो त्यो मेन मन्दिर हो कि के हो तलको यो तलको के हो त्यो त्यहाँ पनि हेलिकप्टर बस्दो रहेछ यत्रो हाइसहरू आउँदो रहेछ सायद स्टाफको हाइसहरू यहाँको फेरि यो छुट्टै टिकट हो यसमा चढेर जाने माथि यसमा त्यो मान्छे बाँधेर लगाएको छ नि ऊ त्यो झुन्डिएर जाने कि ऊ त्यो माथिबाट अर्को ठाउँ जाने त्यसको छुट्टै टिकट हो फेरि जाने ऊ त्यस्तो टिकटक उयो बनाउनको लागि राम्रो व्यवस्था रहेछ राम्रो ठिक लाग्यो मलाई त आजै टपमा गएर देखाउँछु म त्यहाँबाट देखिन्छ होला जताकतै त्यहाँबाट यहाँ तालचाहरू चाहिँ किन लगाउँदो रहेछन् यो जोडी आएर लगाउँछ नि के हो तालचाहरू चाहिँ हुन्छ पुरा चिताएको कुरा अरे यो लगाएपछि यहाँ तालचा लगाए कति धेरै लागिरहेछ तालचाहरू यहाँ पुरै छोडिदिनु ए मान्छेहरू आफ्नो नाम लेखेर लगाउँदो रहेछ नि तालचामा नाम लेखिरहेको छ देख्नु नाम डेट सेट है धेरै तालचाहरू झुन्डाएको छ ओ ल टपमा आइयो के हो होइन उता पनि जाने ठाउँ रहेछ टपमा चाहिँ आएको छैन होला अझै मन्दिर होला दर्शन गर्ने कता हो चन्द्रगिरी यहाँ जुत्ता चाहिँ यहाँ खोलेर जानु पर्दो रहेछ जुत्ता खोल्ने ठाउँ यहाँ रहेछ मन्दिरमा हामी जाँदै जाँदैन माथि जाने कि नजाने धारा पनि एकदम दामी बनाएको छ
चन्द्रगिरी निषेध छ